हेलो गाइज है म चाहिँ यहाँ चाहिँ काम गर्नु गइरहेको छु बिहानै टक्कसँगले होइन। अनि यहाँ गाडी छ हाम्रो, उहीँ गाडी छ, यो गाडीदेखि जान्छौँ होइन। अनि यो गाडीमा जानेछौँ आउने ट्रिटमेन्ट स्टार्ट गरियो है गाइजहरू। बुढाले नि कुनै बेला त राम्रै काम गर्छ यार, मेरो थर्मस ल्याइदिएछ। गाइजहरू होइन एकदम जाडो छ, यताउताको सबै ढोका खोलेको छ, थुनेको छ होइन। अनि मेरो चाहिँ यो थर्मस बिर्सेर हाम्रो दाजुले ल्याइदिएको छ है। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ, कस्तो गर्नुहुन्छ त्यो जाडोमा होइन। यस्तो जाडो छ है, आम्माम यस्तो जाडो छ नि, कस्तै जाडो छ है। म चाहिँ अब दिउँसो काम गर्नु जानु आँटिरहेको छु। म चाहिँ अलि अगाडि निक्लेको छु फोहोर फ्याँक्ने गरिकन। अब चाहिँ यस्तो जाडो छ नि होइन, बस्नु चाहिँ यस्तो छ है गाइजहरू होइन। माथि यस्तो होइन, हाम्रो के अरे नेपालतिर चाहिँ योभन्दा मुनिदेखि मात्र के हुनु पर्थ्यो होइन, कि खोला हुनु पर्थ्यो, नत्र त हाम्रोतिर त पुल बन्दैन थियो है। यहाँ चाहिँ पुरै यस्तोतिर नि पुल बनिरहेछ होइन। अनि हामी चाहिँ यस्तो ठाउँमा बस्छौँ होइन। यो तपाईँहरूले यो सम्झिनुहुन्छ होला, कोरिया होइन होला भन्नुहुन्छ होला, तर गाइजहरू यो कोरियाको यो चाहिँ एकदम ग्रामीण भेगमै पर्छ होइन। त्यही भएर अब चाहिँ म काममा जानु आँटिरहेको छु होइन। के को फुल हो यो, यस्तो चिसो पनि नमर्ने रहेछ क्या यो चाहिँ, यस्तो फुल फुलिरहेछ है। खतरा रहेछ यो पनि, मान्छे को घरको फुल। डनहरू आयो है, हाम्रो डन, हाम्रो डन। अब झरियो, अब झरियो, यो ठुलो पर्छ है। किन उता गएको, केही छैन त नि कहाँ चाहिँ बिहान आउँदाखेरि अलि प्ले हामी चाहिँ साग टिप्दैछौँ है गाइज है। अब टक्कसँगले त भन्नु पऱ्यो नि त होइन, अझैतिर टाइम छैन है गाइज। हाम्रो हाम्रो सुपरभाइजर, हाम्रो मालिक अब हामी जाँदैछौँ अनि भन्न दिनु न, 안녕하세요.
उम्।